घरको मूल्य निकाल्ने सबभन्दा बेस्ट क्याल्कुलेटर अहिलेसम्म सिभिल कन्सेप्टले ल्याएको छ। यसमा तपाईले हरेक कुराको डिटेल एस्टिमेट पाउनुहुन्छ। पेन्टिङको बेग्लै हैन, कन्स्ट्रक्सन कोस्टको बेग्लै, सिमेन्ट, बालुवा गिट्टी, झ्याल ढोका सबैको बेग्ला बेग्लै एस्टिमेट गरेर तपाईले दिन्छ। तपाई के गर्नुस् भने यो वेबसाइटमा जानुस् www.civilconcept.com। यसको एप्लिकेसन तपाईले डाउनलोड गर्न सक्नुहुन्छ प्ले स्टोरमा गएर है त। यसमा गइसकेपछि तपाईको यस्तो हेर्न सक्नुहुन्छ मेम्बर्स एरिया, गेट सर्भिस, डेमो, डिजाइन भनेर लेखिरहेछ। तपाई 2 नम्बरमा बिल्डिङ एस्टिमेटरमा जानुस् र यहाँ 1 नम्बरमा लेखिरहेछ कोस्ट टु बिल्ड अ हाउस क्याल्कुलेटर भनेर यसमा क्लिक गर्नुस्। क्लिक गर्ने बित्तिकै तपाईको यस्तो इन्टरफेस आउँछ। अब तपाईको घरको प्लिन्थ एरिया भन्नुस् हैन, जस्तै 850 स्क्वायर फिटमा मलाई घर बनाउनु छ भने 850 स्क्वायर फिट गरे। त्यसपछि स्क्वायर फिटमा छ कि स्क्वायर मिटरमा त्यो क्लिक गर्नु होला। स्क्वायर फिटमा क्लिक गरे, त्यसपछि कन्ट्री सेलेक्ट गर्नु होला तपाईको नेपाल हैन। त्यसपछि कति तले बनाउनुहुन्छ, 1 तले, 2 तले, 3 तले, यसमा लेखेर क्लिक गरोस् हैन। क्याल्कुलेट गर्ने बित्तिकै तपाईको स्याम्पल सहित आउँछ। हेर्नुस् यस्तो टाइपको घर तपाईको बन्छ। त्यसको लेबर कोस्ट यति लाग्छ हैन, सिमेन्ट, स्यान्ड, स्टील, रड यति खर्च हुन्छ हैन, इलेक्ट्रिकल प्लम्बिङमा यति खर्च हुन्छ। त्यसपछि तपाईको टोटल कोस्ट कति हुन्छ भने टोटल एस्टिमेट खर्च 31 लाख हुन्छ। यसरी चाहिँ तपाईको कम्प्लिट डिटेल स्टेप वाइज सबै दिन्छ। तपाईले यहाँबाट डाउनलोड पीडीएफ पनि यसलाई कम्प्लिट पीडीएफ पनि डाउनलोड गर्न सक्नुहुन्छ है त। एकचोटी यो ट्राई गर्नु। तपाई 2 तले हुन्छ नि, 2 तलेको तपाईको स्याम्पल यसले देखाउँछ। एकदमै राम्रो क्याल्कुलेटर छ, गएर चेक गर्नुस् है त।